भने आफू ड्राइभ पार्किङ यहाँतिर हुन्छ। पार्किङमा आफ्नो गाडीको ट्रायल दिने गाडीको चाहिँ ढोका खोलेर भित्र गइसकेपछि सबैभन्दा पहिला ढोका झ्याम्म लगाउने। ढोका हात लाग्यो भने पनि फेल हुन सक्छ है। अनि त्यस पछाडि गएर आफ्नो सिटमा बस्ने। सबैभन्दा पहिला सिट मिलाउने है। सिट मिलाइसकेपछि त्यस पछाडि साइड ग्लास मिलाउने। लेफ्ट साइड ग्लास, राइट साइड ग्लास, लुकिङ ग्लास है। लुकिङ ग्लास कहाँनिर हुन्छ याद गर्ने है। त्यस पछाडि गएर के गर्ने है, सिट बेल्ट बान्ने है। सिट बेल्ट बानिसकेपछि अनि गाडीको स्टार्ट गर्ने चाबी कतिवटा हुन्छ? 4वटा हुन्छ कि हुँदैन कि 5वटा हुन्छ? सबैभन्दा पहिला के खुल्छ? सबैभन्दा चाबीले पहिला के खुल्छ? स्टियरिङ लक खुल्छ है। त्यस पछाडि के खुल्छ? म्युजिक सिस्टमको म्युजिक खुल्छ। त्यस पछाडि ड्यासबोर्डमा रातो बत्ती बल्छ। त्यस पछाडि गएर इन्जिन स्टार्ट हुन्छ है। यो सबैले ख्याल राख्ने। लक लाग्यो भने तपाईँहरूले लकै खुल्न सकेन भने तपाईँहरूले ट्रायल कसरी दिने है। स्टियरिङ लक हुन्छ, मैले सिकाएको पनि होला, प्राय अस्तिको हप्तामा मैले सिकाएको होला है। त्यो ख्याल राख्ने है। अनिखेरि मात्रै अब आफ्नोको गाडीको ट्रायल कसरी जाने र के गर्ने भन्ने त्यहाँबाट चाहिँ उहाँ सरहरूले तपाईँहरूलाई पास फेल गराउने जिम्मा उहाँहरूको हुन्छ है। यातायात कर्मचारी र उहाँहरूको है। ल सिट बेल्ट लगाएन भने फेल हुन्छ है। एकदमै फेरि बिचार मैले काहीँ अब हतारमा गर्दाखेरि चाहिँ मान्छेले सिट बेल्टै नलाउने, हेलमेटको क्लिपै नलाउने गर्नाले फेल भएको। अनि ह्यान्ड ब्रेक डाउन नगर्ने है। ल बुझ्नुभयो? अब उहाँ सरहरूले भनिदिनुहुन्छ तपाईँहरूलाई। गाडीको यहाँबाट अहिले हामीले तपाईँहरूलाई पहिले पनि भनिसक्यो, यहाँबाट भित्र छिरिसक्यो भने बाहिर त्यो सेट बेल्ट सबै बाहिर प्रयोग गरिसक्नुपर्छ। यदि छिरिसक्नुभयो भने कुनै ट्रायल सेन्टरमा के छ तपाईँले थाहा पाइसक्नुहुन्छ। राइट साइडबाट पनि तपाईँले जान सक्नुहुन्छ, लेफ्ट साइडबाट पनि जान सक्नुहुन्छ। कसैले के गरेर एउटै तर्फबाट मात्रै हाल्ने पनि यो ट्रायल सेन्टर देख्यो भने 5वटामा 1-2टामा एउटै तर्फबाट मात्रै हाल्ने बनाउनु भएको छ। तर वास्तवमा तपाईँहरूले जताबाट सहज हुन्छ उताबाट इट घटाउँदा राम्रो, इट हाल्दा राम्रो हुन्छ। अब तपाईँहरू यताबाट आउनुभयो, लाउनु यहाँबाट अब सरसर्ती एट घुमाउनुपर्छ भने कसैले के गर्नुहुन्छ, यो 0 हानेर फेल हुनुहुन्छ है। तपाईँहरू यहाँबाट जानुहुन्छ 0 हान्नुहुन्छ। मलाई खास थियो धेरै मान्छेहरू अधिकांश फेल हुने कारण के छ, यहाँबाट घुमाउनुभयो, फेरि यहाँ आएपछि फेरि यहीँ 0 घुमाउनु हुँदैन नि त। यहाँबाट जानु पऱ्यो, त्यहाँबाट सिधै घुमेर एड हाल्नु है। कसैले 2 पटक 0 हान्ने, यसलाई पनि 0 हान्ने, यसलाई 0 हानेर एड बनाउनुहुन्छ। त्यसमा चाहिँ तपाईँहरू फेल हुनुहुन्छ। अब यहाँबाट तपाईँहरू आइसक्नुभयो, यहाँबाट एड हान्ने, एड हानेपछि यहाँबाट बाहिर गर्नुपर्छ भन्ने थाहा भएन। यसरी आएर यसरी तपाईँले त्यहाँबाट आएर त्यो 0-0 हानेपछि फेल हुन्छ। डेढ हान्नु पऱ्यो। बुझ्नु होइन, एड हानिसक्नुभयो, एडबाट यहाँबाट बाहिर जाने बेला पुनः तपाईँहरू फेरि घुमेर एडमै जानुभयो भने फेल हुने। एड हानिसकेपछि बाहिर निस्किनै पर्छ। एड तपाईँले के गर्नु, सर्लक एड हान्नुभयो, त्यहाँबाट गाडी फेरि यहाँ आएपछि फेरि कसैले के गर्छ त, यता उनीहरू जाँदैन, फेरि आउट जाने बेला पनि उता ट्राफिक प्रहरीले सबै क्यामेरा सबैले वाच गरे हुन्छ। तपाईँले एड हानेर फेरि बाहिर निस्किने बेला फेरि तपाईँ एडमै जानुभयो भने फेल हुनुहुन्छ। अनि यस्तो हुन्छ, एकैचोटि 2-3 पनि हालेर हुन्छ आफूले रोक्नु होइन। मान्छेहरू धेरै हुन्छ, 2-3टा गाडी एकैचोटि हालिदिन्छ, अगाडिकोलाई डिस्टेन्स मिलाउन पर्छ त्यहाँ। अनि मान्छे कन्फ्युज हुन्छ क्या, कता जाने हुन्छ। अगाडिको गाडीले गर्दाखेरि धेरै दुविधा भइरहेको हुन्छ। त्यो आफू चाहिँ कता जाने कुराहरू आफूले दुरुस्त, आफू कन्फ्युज नहुने तरिकाले चाहिँ गर्नु पर्यो। होइन 2-3टा हालिदिएपछि त मान्छेले यसै पाउँदैन, यता पनि आँखा यता पनि आँखा। तर म जाने कहाँ हो वेट ठ्याक्क त्यहाँ छिरेपछि थाहा पाउने बरु पनि जानु पऱ्यो। बाहिर बसिराख्नु त उसले कस्तो हाल्ने त्यो हेर्ने। त्यहाँबाट यहाँबाट तपाईँहरू बाहिर आउनुभयो भने एकचोटिसम्म त लाइन छोड्दाखेरि तपाईँको हो यसको हिसाबले एकपटक स्टार्ट बन्द गर्नु भएन। यहाँ स्टार्ट बन्द गर्नुभयो भने तपाईँ फेल हुनुहुन्छ। ट्राफिकको हकमा यो एकचोटि तपाईँहरूले यो छ नि, यहाँ ट्याक्कै छुनुभयो, ट्याक्कै भित्र हालिहाल्नुपर्छ गाडी। यहाँबाट तपाईँ यति समय यही लाइनमा आउनुभयो भने फेल हुनु।
तपाईँ यहाँबाट ट्याक्कै यो छोएर भित्र ट्याक्कै जानुभयो भने तपाईँले एकचोटि 5 माइनस भन्छ हाल्नु तर त्यसले फेल हुनुहुन्न तपाईँहरू ट्याक्कै भित्र हालिहाल्नु होला तपाईँहरू बाहिर यहाँबाट एउटा टायर यहाँबाट लबै यति हिँड्नुभयो यही लाइनमा मात्रै हिँड्नुभयो भने फेल हुनुहुन्छ छोएपछि भित्र गइहाल्ने अब फुल हानेपछि तपाईँहरू अटोमेटिक फेल भइहाल्छ एकको हिसाबले अनि यहाँबाट बाहिर आउनुभयो भने यो त्यसमा त्यो पोल हान्नलाई अलिकति ब्याक गएर अगाडि आउन तपाईँ छिटो छिटै ड्याङ्ग छोयो भने त्यहीँ निकालेर पठाइदिइहाल्छ तपाईँ डिभाइडरमा यति नम्बर फेल भन्छ यो छ नि यहाँ तपाईँको टायरको यो हाम्रो जुन टायर हुन्छ यो चक्काहरू यसमा प्रायः जस्तो यसैमा हाल्नु होला यसमा हाल्नुभयो भने तपाईँहरू यताउता लिनुहुन्छ त्यसमा यहाँ माथि यहाँ आउनुभयो कहिले काहीँ यहाँ चाहिँ गाडी रोकियो हेर्नु यसमा गाडी ट्याक्कै तपाईँ स्टार्ट बन्द हुन्छ गाडी त्यो त अलिक टाढा रहेछ यसमा नहोला गाडी स्टार्ट बन्द हुन्छ कसरी यहाँको टायरको गाडी यहीँ रोकेर फेरि पुरै स्टार्ट गरेर गाडी अगाडि बढाउनु भयो भने पास हुनुभयो यहाँ टायर आइसकेछ अगाडिको टायर यहाँबाट नसराएर यस्तो पछाडि ब्याग आएर पछि चढाउँला भनेपछि फेल हुनु यो चाहिँ ब्याक हुनै भनेको यसमा भनेको यहाँ गाडी अगाडिको टायर यो रोकिन्छ अधिकांश हुन्छ यो अल डिभाइडर टाढा रहेछ अनि यो आयो भने अगाडिको गाडी ट्याक्कै टायर यहाँ बसिसक्छ पछाडिको त्यो पछाडिको डिभाइडरमा अड्किसक्यो हुन्छ तर गाडी त्यहीँ रोकेर गाडी अगाडि नै बढाउनु पर्छ यसले पछाडि गाडी चढ्यो भने यहाँबाट तल झऱ्यो भने गाडी यसको अर्थ अब यहाँबाट आउनुहुन्छ यहाँबाट यो यहाँ लाइट नभाल्ने यहाँ ट्याक्कै यो क्रस भएपछि साइड लाइट दिनु जान्छ गाडी पुरै क्रस हुनु पर्यो यसमा यहाँबाट तपाईँले साइड लाइट दिनुहुन्छ ट्याक्कै अपोजिटको दिनुभयो भने फेल हुनुभयो त्यो तपाईँहरूले सबैले थाहा छ कति हुनुहुन्छ भने प्रायः चाहिँ बाल्दैन ट्रायल पास हामीले नम्बर तर तपाईँको बाहिर झ्याप्पो उल्टो साइडमा साइड लाइट गल्यो भने तपाईँहरू फेल हो कहिले पनि लेफ्ट साइडको बढ्यो भने फेल यहाँबाट तपाईँहरू क्रस हुनुभयो यहाँ यस्तै पोल हुन्छ यहाँबाट पछाडि गाडी रोक्नुभयो यसमा पनि धेरै मान्छे फेल यो लाइनबाट अगाडिको टायर चाहिँ कटाइ हुनुपर्छ गाडी यहाँबाट तपाईँहरूले उता त्यहाँ गाडी छ भनेर मैले यहीँ रोक्नुपर्छ यति रोक्नुभयो भने यो लाइनभन्दा पछाडि रोक्नुभयो भने फेल हुनुहुन्छ त्यहाँ यो हेर्नु होला कहिले पनि यहाँ राखेको हुन्छ ट्याक्कै डिभाइडरले यहाँ आइसकेपछि योभन्दा पछाडि रोक्नु भने फेल हो त्यो मान्छे कमसेकम गाडी यति आएर रोकिया हुनु पर्यो अगाडिको टायर चाहिँ यो कोण हुन्छ त्यहाँ नजिक त्यो हाम्रो कोण हुन्छ त्यो कोणलाई चाहिँ क्रस भएको हुनुपर्छ पछाडितिर हुनुभयो भने फेल धेरै कन्फ्युज किनभने दुईटा तिनवटा गाडी हाल्दै हुन्छ होइन मान्छेले जेब्रा क्रस हुन्छ जेब्रा क्रसमा रोकिन्छ कतिले होइन त्यो कुराहरू चाहिँ अलि विचार गरेर तपाईँले थाहा पाउनु रोक्नै पऱ्यो भने यहाँ आउनुभयो अब यहाँ आइसकेपछि यहाँ आइसक्यो यति आइसकेपछि यहाँ आएपछि इन्डिकेटर त्यो हुन्छ नि पछि त्यो चाहिँ अफ गरिसक्यो हुनुहुन्छ तपाईँले थाहा पाउनु यहाँबाट तपाईँ आइहाल्नुभयो मैले अधिकांश यहाँबाट आउनुभयो पर त्यहाँ गाडी छ भने यहाँबाट सर यहाँ आउनुभयो यहाँसम्म रोकिसक्यो हुनु पऱ्यो गाडी तपाईँको अगाडिको चक्काले तपाईँहरूले मैले भनेको अघि यस्तोमा माथि गाडी हुन्छ उसले गाडी ल्याएर के गरिदिन्छ ए हेर्नुहुन्न ट्याक्कै यहाँको चक्का यहाँ रोकियो हुनु यो छोयो भने फेल हो तपाईँको यो जेब्राको चक्काले सुरु भयो नि यो सेतो चाहिँ यहाँ यसमा कालो हुन्छ त्यहाँ कहिले पनि हेर्नु होला यसमा सेतो भनेर राखेको हुँदैन यो सेतो अगाडि हुन्छ यो कालो ढेका हुन्छ नि यसमा हुन्छ तपाईँहरूले सडकले यो सोचिराख्नु भएको हुन्छ कहिले पनि यहाँ नै रोकिनु पर्यो यो जेब्रा क्रसिङमा तपाईँले यो टच गर्नु भने फेल हो तपाईँ यसलाई छुनु भएन कहिले काहीँ कस्तो लाग्छ भने ऊ त्यो गइसक्यो भनेर तपाईँ चाहिँ हुन्छ नि त्यसले अब कहिले गाह्रो भइरहन्छ होइन त्यसले गर्दा तपाईँलाई कन्फ्युज बनाइदिन्छ क्या त्यसले माथि जानु नगर त ब्याग आइदिन्छ अनि तपाईँ सट्ट निस्किनु भयो रोक्न पर्यो कहाँ जेब्रा क्रस हो गएन भन्नु अनि जेब्रा क्रसमा रोक्यो त्यो भएर त्यो क्लियर भइसकेपछि नि त्यो नआत्तिनु होइन अगाडिको क्लियर नत्र गयो भने चाहिँ अब म फ्रिली जान पाउँछु भन्ने चाहन्छ किनकि के हुन्छ त्यसले झुकाइदिनु तपाईँ गरिसक्यो हुनुपर्छ त्यो राइट साइड इन्डिकेटर साइड लाइट चाहिँ अफ भइया हुनुपर्छ यहाँ आएर तपाईँ रोकेर त्यो फेरि पिलिक पिलिक गरिराख्नु भएको छ नि कहिले पनि उताबाट आउनु त्यहाँ हरियो बत्ती बलिरहेको छ त्यो हेर्नु तर तपाईँ गाडी राखेर त्यो बत्ती बोले पनि अगाडि बढ्नुहुन्न भने फेल हुन्छ बत्ती बलेर फेरि पहिलो बलेर फेरि हरियो बत्ती बलिसक्यो हुन्छ उसले ट्राफिकले पठाउँछ कि यहाँबाट कहिले पनि भन्दैन ल तपाईँ अगाडि जानुहोस् यहाँ कहिले पनि भन्छ त्यो बत्ती हेर्छ भने एकपटक तपाईँले चान्स दिने हो दोस्रो पटकसम्म पनि बत्ती बलेर तपाईँहरू अगाडि हरियो बत्ती बढ्नु भएन नि किन यहीँ रोक्नु हरियो बत्ती बलेपछि बढ्नु पर्छ अनि यहाँ टच गर्नु भने रातो बत्तीमा चाहिँ नम्बर पाइन्छ पहिलो त्यहाँ बोलेर तपाईँले हरियो बत्ती जाँदा तपाईँ यहाँको कुरा आउनु भएको छ यहाँबाट स्टोभ लाइन छुनै भन्छ तपाईँले थाहा पाउनु भएको छ अहिले त अगाडिको चक्काले यहाँ छुनु पर्यो होइन
हामीले चाहिँ त्यो अनि तपाईँको के छ भने अगाडिको चक्का यहाँ आउँछ अगाडिको जो उसको भाग हुन्छ नि बम्परको भाग बम्पर यो भन्दा क्रस गर्नुभयो भने फेल बम्परको भागले यो छुनु भएन हेर्नुहोस् यहाँबाट तपाईँको अगाडि हामीले त्यहाँबाट हेरे हुन्छ साइड बम्परको भाग कहिलेकाहीँ यति यतिसम्म गएको छ भने फेल बम्परको भागले यो छुनु हुँदैन तर बरु पछाडि यो स्टप लाइन भन्दा तपाईँले यहाँ रोक्नु भएको छ भने तपाईँ फेल हुनुहुन्न बम्परले स्ट्यान्ड छुँदा नि भयो यहाँ छुँदा तपाईँले केही पनि फेल हुनुहुन्न यतिसम्म रोकिएको छ भने गाडी फेल हामीले लेखेको छ त्यो माथि चाहिँ फेल यहाँबाट तपाईँहरूले अब 6 इन्च भन्छ अब गाडी उठाउँदा कहिलेकाहीँ उहाँ गरे हुन्छ ब्रेक छोड्दैन त्यसले मात्रै दबाई गर्नुभयो भने अब त्यो गाडी त पछाडि अटोमेटिक सर्छ नि त गाडीले त त्यो ट्याक्कै उ गर्नुहोस् त्यहाँबाट यहाँबाट 6 इन्च पछाडि ब्याक सर्नुभयो भने गाडी पछाडि सर्नु भयो कहिलेकाहीँ हल्का त अब यति त हल्का हल्का सरे पनि 6 इन्च भन्दा माथि सर्नुभयो भने त्यो अशोभनीय पनि हुन्छ भोलि उकालोमा तपाईँहरूलाई नै अप्ठ्यारो हुन्छ कति उकालो बाटोहरू छ त्यही भएर फेल हुन्छ है 6 इन्च भन्दा माथि नसराउनु यहाँबाट अगाडि जानुभयो अब यहाँको गाडी यहाँ ल्याएर रोकौँला भन्ने त्यो नसोच्नु यहाँ रोक्नुभयो भने फेल हो सिधै यहाँ रोक्नु पाएन अब त्यहाँको गाडी अगाडि बढाउनु त्यहाँबाट उकालोमा उसले अप्ठ्यारो मानेर यहाँ ल्याएर रोकिन्छ त्यो चाहिँ फेल हो यहाँ रोक्नु पाइएन यहाँ यस्ता चाहिँ रोक्नुहुन्छ त्यो गाडी क्रस नहुँदैछ त्यहाँबाट नआउने उकालो जाऊ भन्छ उकालो खाली भएपछि जाऊ उकालोमा नि ओह्रालो बस्न पाइन्छ जति त्यो यहाँ खाली भएपछि मात्रै आउने कि बिचमा रोक्न पाइँदैन क्या त्यसरी नआत्नु यहाँ खाली नहुन्छ नआउनु उकालोको मान्छे तपाईँ यहाँको गाडी यहीँ रोकिया हुन्छ अगाडि याल साइडमा अलिक अप्ठ्यारो भएको हुनाले यहाँ नजिक रोकिनु भएको हुन्छ तर त्यसमा उकालोको गाडी आएर यहाँ रोकियो भने फेरि उकालोमै बस्नु यो गाडी क्रस भएपछि अब यहाँ त अब तपाईँ थाहा पाइन्छ यहाँबाट यस्तो लाइन माथि नै रोकेको यो बम्परले योभन्दा क्रस गर्नु पहिला म पास भइसक्यो भने चक्काले यहीँ बम्पर यो पहिलो क्रस हुनु यो चाहिँ क्रस हुनु भएन बम्परले क्रस गर्नु भएन त्यो गर्नुभयो भने थोरै माथि भयो भने के हुँदैन सर केही फरक परेन यसमा आयो भने गाडी केही पनि फेल हुनुहुन्न तपाईँ त्यहाँबाट यहाँबाट आइसक्नुभयो भने अब एल ब्यागको कुरा छ तपाईँहरूलाई थाहा छ अस्ति मैले भनेको साइड लाइट गरेँ यहाँ अघि एल ब्याग एउटा यो हो अर्को एल ब्याग यहाँ हुन्छ यहाँबाट साइड लाइट बालेर एल ब्याग के अरे यता दाहिनेतिरको बाल्यो क्या उसले यहाँ त बाल्न पर्ने अवस्था होइन नि त लाइट भनेको एक ठाउँ मात्रै हो कतिले के दाहिने जान पर्ने गाडी चलाइरहेको मान्छे हुन्छ होइन साइड लाइट झिप 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 दिएर यतातिरको किनभने अनावश्यक ठाउँमा साइड लाइट बाल्यो नि त यहाँ त छैन रोडमा यो भने इक्जाम हो नि त तपाईँहरूको परीक्षा हो परीक्षामा त जे भनेको त्यही गर्नु अब यहाँ आइसक्नु ग्रेजुएसनमा त 2-3टा हुन्छन् नि कति मात्रै अब यहाँ आइसक्नु सरलाई याल ब्याग हो यो तपाईँलाई थाहा पाइन्छ यता जाने कि यता अगाडि जानुपर्छ कस्तो हुन्छ यो यहाँ आउनुभयो सरले आइहाल्नुभयो यहाँ सरलाई सिधै अगाडि जानुभयो हजुर होइन हजुर अब पहिलेका त्यहाँबाट तपाईँ आउनुभयो यहाँबाट एल हाल्नुपर्छ नि त जस्ट एल हुनु पऱ्यो त्यहाँबाट आइसक्नु तपाईँको गाडी यहाँ आउन लगभग यो मैले पर्दैन भनेर त तपाईँले थाहा पाउनुहुन्छ नि त्यहाँबाट त यहाँ यो छुन्छ भन्ने थाहा पाइसक्नुभयो भने हजुर यहाँबाट ट्याक्कै छुने जस्तो छ भने सरले एक चान्स अगाडि जान पाउनु सरलाको अगाडि सर्लकै अगाडि जानु पर्यो फुइँसम्म जानु पर्यो सरलाको अगाडि जानुभयो र मिलाएर तपाईँले एल हाल्नु सक्नुभयो भने त्यो चाहिँ पास हुन्छ अब यहाँबाट आएर यहीँ नजिक नगर्नु हुँदा फेरि पछाडि आउनु पाएन सरलाको अगाडि चाहिँ जान पाउनु अनि यसरी तेर्सो चाहिँ कतिसँग जाने भन्ने केही हुन्छ कि यताबाट त्यति धेरै हुँदैन त्यो थोरै हुन्छ तपाईँले एल चाहिँ पुरै बनाउनु पऱ्यो सरलाको उताबाट ट्राफिकले जाऊ पार्किङ पछाडि जानुभयो भने हाम्रो पछाडितिर एउटा रेखा हुन्छ हजुर त्यस्तै लाइनहरू हुन्छ त्यो लाइनसम्म पुर्याउँछ अनि तपाईँले उताको गाडीलाई अलि असामान्य अप्ठ्यारो हुने महसुस छ भने हामीले पास तपाईँले एल चाहिँ हान्नुपर्छ याल हान्नु पर्यो भोलि यो एल चाहिँ हान्नु पऱ्यो यो हान्नुभयो भने पास तर पार्किङसम्म जाँदा नि मैले अस्ति एउटा केस के देखेँ भन्दा पार्किङसम्म जाँदाखेरि त्यो हजुरको कस्तो भन्दा उनीहरू नर्भस भएर एक गेयरकोसम्म 2 गेयर लायो होइन 2 गेयर लाउँदा गाडी बन्द भयो एकचोटिसम्म दिएको थियो अनि हजुरको अर्कोचोटि पनि उसले नर्भस भएर त्यस्तै गरेर त्यसलाई फेल गरेर पठायो दुईचोटि पार्किङमा जाँदा नि भनेपछि हजुरको त्यहाँ गएर पार्किङसम्म नै राम्रोसँग लानुपर्ने भन्ने आनन्दले ढिलो जाने बिस्तारै जानु पार्किङ भनेर कति मिटर 10 मिटर पनि हुँदैन हामी सिधैखेरि उता गएर रोकिएर आउँछौँ नि त्यहीसम्म पुग्नुपर्छ होला नि त्यसले गाडी कसरी लाग्छ भन्ने कुरो हुन्छ हजुरले एलसम्म जानु भन्नुभयो तर अस्ति के चाहिँ के पर्यो भने एलसम्म पास भयो होइन एलसम्म पास भयो तर त्यहाँबाट पार्किङमा जाने बेला अगाडि बढाउनु एक नम्बर ग्या हाल्ने 2 नम्बर हाल्ने ब्यालेन्स मिल्ने बन्द भयो एकचोटि पायो होला एकचोटि
एकचोटि दिएको थियो फेरि अर्कोचोटि पनि बन्द भयो अनि त्यसलाई फेल गरिदियो त्यो त गाडी पार्किङ त मिलाउनु पर्यो नि त्यही भनेको पार्किङसम्म नै हामीले पुरै लानु पार्किङको जिम्मेवारी पार्किङसम्म जाने गाडी अफ भयो भने तपाईँले म फेल भयो किन सोच्नु त्यो चाहिँ चान्स पाउनुहुन्छ सबै ठाउँमा है अरू कसैको केही छ भने भन्नुहोस् यहाँसम्मलाई भयो है अब स्कुटी